बिहान चाहिँ हामी रेडी भएर ट्याक्सीको पूजा गरेर आइसक्यौँ। अनि हजुरहरू पनि एकचोटि देउती बजी चाहिँ भिजिट हान्नुलाई के छ हजुरहरूलाई पनि वेलकम टु माई च्यानल होइन। अब हाम्रा साथी प्रिय मेरा साथी सँगै पढेका र सँगै लेखित गरेका गाउँ बिचमा घुम्दै गर्दै आएका साथीसँग एक वर्ष सुर्खेततिर आएको थियो गाउँदेखि धेरै टाइमपछि। अब हाम्रा 12 पासपछि धेरै ऊ पनि आफ्नै बाधे उत्तम चराहरूले आएर भेट हुन पाएको थिएन र मेरो पनि सानो काम परेको कारणले वीरेन्द्रनगर आएको थिएँ साथीहरू। त्यति बेला होटलमा बस्नुभन्दा अब आफ्नै साथी प्रिय अमरकोमा बसियो र रमाइलो लाग्यो, खुसी लाग्यो साथीहरूसँग घुम्न पाउँदा होइन। पूजा पनि भयो, मनलाई शान्ति सबै कुराहरू हुने अब भगवान्सँग मागियो छन्। यस्तै राम्रै भन्नु चाहिँ हामीलाई तपाईँहरू आउँदै गर्नुहोस्। अब हाम्रो यो धेरै टाढा पनि होइन। त्यसै गरी तपाईँहरू पनि हाम्रो यो रत्नगिरी प्रदेशको राजधानी सुर्खेतमा हुँदै गर्नु होला। धेरै राम्रो, धेरै सुन्दरता धेरै राम्रो छ, माहौल धेरै राम्रो छ र अहिलेको सडकका जुनसुकै कुरामा हेर्नुहुन्छ सबै त्यस्तै छ, फिलिङ त्यस्तै छ होइन। र ट्राफिक नियम पनि त्यस्तै छ, त्यस्तो नराम्रो नभएको होला, राम्रै छ सबै कुराहरू। तपाईँहरू घुम्दै गर्नुहोस्, हेर्दै गर्नुहोस् र सबभन्दा ठुलो कुरा यो चाहिँ एकचोटि बोल्न साथी, केही बोल्न। के बोल्नु त्यस्तै हो सबैले। अब उसलाई चाहिँ सबैले सासो सबै गरिदियो होइन हाम्रो उत्तरलाई त्यही भन्नु के अब जाओस् न त। होइन सबै सपोर्ट गरिराखौँ र तपाईँहरू झन् गरिदिएपछि धेरै राम्रो साथीभाइहरू हजुरले गरेको एक लाइक सेयर सब्सक्राइबरले हामी नयाँ नयाँ ठाउँ देख्नुहोस्, तपाईँ देख्न सक्नुहुनेछ यस्ता यस्ता यही रहेको। तपाईँहरू कहिले तपाईँहरू पनि जान सक्नुहुनेछ। हाम्रो यही पञ्चपुरी वीरेन्द्रनगरमा रहेको एयरपोर्ट यहाँदेखि काठमाडौँ मात्रै जान्छ, अरू ठाउँ जान्न। एउटा मात्र यो मात्रै विमान। तपाईँहरू पनि आवश्यकता र तपाईँको इमर्जेन्सीमा